समय केही विनयका कुरा सुनाउनु होला बागवानीलाई केही सूचनाको हक अझ कार्यान्वयन गर भनेर प्रेसर दिनु होला। यो कारणले पनि अलि पहिला मैले लिन्छु र सुन भन्नु खोज्नु भएको छ। म आजका प्रमुख अतिथि सुशासन सूचना अधिकार र पारदर्शिताका प्रखर अभियन्ता राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त आदरणीय कृष्णहरि बास्कोटाज्यूलाई आफ्ना मन्तव्यहरू राखिदिनु सादर सबै उपस्थित महानुभावहरू यहाँलाई हार्दिक नमस्कार निवेदन गर्छु। मैले जानी बुझिकन नै मेयर साहब र प्रमुख जिल्लाधिकारी भन्दा पूर्व बोल्न पाउने समय पाऊँ भनेर राजेशजीलाई विशेष निवेदन गरेको हुँ। तर म यो कार्यक्रम नसिकिन्जेलसम्म म जानेवाला छैन। कार्यक्रम अवधिभर पुरा टुरमा बस्छु तर जानको निमित्त समय लिएको होइन। आज मैले हेरेँ अत्यन्त विशिष्ट कुरा आयो। 5 जनाले यस्तो विशिष्ट कुरा गर्नुभयो विनय बसुजीको बारेमा, त्यसको जुन एक प्रकारले मैले पनि विश्लेषण गर्न सक्दिनँ। बाँकी रहेका सम्मानित हुने व्यक्तिहरूले र हाम्रो त्यहाँ आज कार्यक्रम सञ्चालक लगायत सबैले जुन कुरो विनय बसुजीको बारेमा बोल्नुभयो त्यसले मलाई अत्यन्त हर्षोन्मुख बनाएको छ। मैले विनय बसुजीसँग सूचनाको हकको बारेमा सिकेँ। मेरो सूचना हकको गुरु पनि हाम्रो विनय बसुजी नै हुनुहुन्छ। 2046 सालमा पहिलो जनआन्दोलन भएपछि 47 सालको संविधान बन्दा सार्वजनिक महत्त्वको सूचनामा जनताको पहुँच हुन्छ भन्ने विषयमा विनय बसुजीको एक प्रकारले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीलाई लबिङ गर्नुभएको कुरो मलाई पहिले नै जानकारी भएको कुरो तपाईँलाई बताउन चाहन्छु। त्यसपछि जनआन्दोलन 2 भइसकेपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो र एक प्रकारले त्यो बेलामा जुन संविधान बन्यो त्यो संविधान बन्दाखेरि प्रष्ट रूपमा विनय बसुजीको विशेष जोडमा यो संविधानमा 2टा कुरो पर्यो, सार्वजनिक महत्त्वको सूचना र व्यक्तिगत सूचना चाहिँ सबैले पाउँछन् भन्ने कुरा आयो। जसले गर्दा विनय बसुजीलाई नै खोजी भयो र सूचनाको हक सम्बन्धी ऐन 64 जारी भएपछि विनय बसुजीले ऐतिहासिक रूपमा प्रथम प्रमुख सूचना आयुक्त हुनुभयो। उहाँले गर्नुभएका सारा कुरोको विषय मैले बताउनै पर्दैन। उहाँको खरोपन, उहाँको नेपाल भाषा, नेपाली भाषा, साहित्य, बाल साहित्य, पत्रकारिता, मानवाधिकार, लोकतन्त्र यी सबै कुरामा उहाँले पुर्याउनु भएको योगदान सबैले 101 बताइसक्नु भएको छ। सूचनाको हकको क्षेत्रमा तपाईँलाई जानकारी भइसकेको रहेछ। विद्यार्थीले उत्तर पुस्तिका हेर्न पाउने चलन विनय बसुजीले स्थापना गर्नुभएको। लोकसेवा आयोगमा परीक्षा दिएपछि अङ्क हेर्न पाउने व्यवस्था विनय बसुजीले सुरु गर्नुभएको। स्वयं न्यायाधीश चित्रदेव जोशीले नै अन्यायमा परेको चिज विनय बसुजीको कारणले नै न्याय पाउनु भएको। 518 वटा मूल्य अभिवृद्धि करको कर छली सम्बन्धी मुद्दा झन्डै 7 अरब रुपियाँको थियो, विनय बसुजीले नै सुल्टाइदिनु भएको। पहिलाको एक शिक्षिकाले राम्रो कुरो भने बापतमा दण्डित हुनुभएको थियो, उहाँलाई 7.5 लाख रुपियाँ विनय बसुजीले नै क्षतिपूर्ति दिलाइदिनु भएको। विद्युत विकास सेवाले आफ्नो व्यक्तिगत सूचना दिन मानेको थिएन, कर्मचारीको व्यक्तिगत सूचना दिलाइदिएको विनय बसुजीले नै हो। शिवपुरी राष्ट्रिय निकुञ्जमा जग्गाको विषयमा एउटै मान्छेले पटक पटक सूचना मागेर हैरान पार्यो भनेकोमा हैरान होइन, त्यो राज्य प्रणालीले जतिपटक पनि हैरान पारे पनि सूचना दिनुपर्छ भनेर आदेश उहाँले नै जारी गरिदिनु भयो। पत्रकार जेपी जोशीको हत्यामा आयोगले के काममा खर्च गर्यो भनेर सार्वजनिक विनय बसुजीले नै गराइदिनु भयो। न्याय परिषदबाट न्यायाधीशहरू तथाभावी नियुक्ति भए, कुन आधारमा नियुक्ति गर्यो त्यो कुरो सार्वजनिक गर भनेर प्रधान न्यायाधीशलाई ठेगान ल्याइदिनु भएको विनय बसुजीले नै हो। यो राजविराजको एउटा स्कुलमा अस्थायी र स्थायी शिक्षक तथाभावी नियुक्ति गरे, तिम्रो मापदण्ड के हो सम्पूर्ण प्रक्रिया सार्वजनिक गरेर विनय बसुजीले नै आदेश गरिदिनु भएको। कर्मचारी सञ्चय कोषले पोखरामा तथाभावी घरबाट ल्यायो, भ्रष्टाचार हुन आँट्यो, त्यसको सबै उजागर गरिदिने काम विनय बसुजीले गर्नुभयो। बैंक खातामा इच्छाएको व्यक्तिले कति रकम छ भनेर जान्न पनि पाइएन व्यक्तिगत सूचना भनेर त्यो विनय बसुजीले दिलाइदिनु भयो। कपिल वस्तुमा हिन्दू र मुसलमानको बिचमा जुन द्वन्द्व भयो त्यसमा आयोग बस्नु भएको थियो, त्यो आयोगको विषय सार्वजनिक गराइदिने काम विनय बसुजीले गर्नुभयो। प्रहरी प्रधान कार्यालयमा 20 वर्षमा सूचना राख्नुपर्छ भन्ने आदेश विनय बसुजीले गरिदिनु भएको। नेपाल लोकवित्त विकास धुनी खेलमा त्यसको प्रबन्ध पत्र, त्यसको नियमावली, त्यसको अडिटको रिपोर्टहरू सार्वजनिक गर्न विनय बसुजीले नै लाउनु भएको। र 2063 सालको अन्तरिम संविधानमा कुन सांसदले के बोले, के प्रयोजनको लागि बोले,
यी सबै कुरा सार्वजनिक गर्न सांसदहरूलाई पनि बाध्य चाहिँ हाम्रो विनय कसुजीले गरेर आयो। यहाँ प्रदेश सभाका माननीय सांसदज्यूहरू हुनुहुन्छ, मैले पनि थाहा पाएअनुसार उहाँले श्रीनगर पत्रिका, हवाई पत्रिकाबाट पत्रकारिता, कवि शिरोमणि लेखनाथको शतवार्षिकी पाल्पाको तानसेनमा पहिलोपल्ट मनाउने, बाल साहित्यका 34 कृति प्रकाशित गर्ने, 6वटा बाल साहित्य अङ्ग्रेजीमा लेख्ने, यो हाम्रो उसमा एक प्रकारले सिडीमा पनि बाल साहित्य ल्याउने, यो रविन्द्रनाथको गोरा भन्ने एउटा उपन्यास छ, त्यो गोरा भन्ने उपन्यास पढेपछि हाम्रो साबिकको बद्री कुमार कसजु विनय कसजु हुनुभएको हो र विनय भन्ने चाहिँ नाम एक प्रकारले निवारण गरिदिने धरेन्द्र कोइराला भएको मलाई जानकारी भएको कुरो बताउन चाहन्छु। यस्ता कुरा जति भने पनि कम हुन्छ, यी कुरा विस्तारमा भन्दै जाउँला। आज मैले आदरणीय नगर प्रमुख हाम्रो प्रमुख जिल्ला अधिकारीज्यू र अन्य विशिष्ट महानुभावको अगाडि आज केही प्रस्ताव राख्ने विचारले जुन कुरो मेयर साहब र सिओ साहबले बोल्न सजिलो होस् यस्ता मान्यवरलाई एकदम कुरा नलुकाइकन मैले भन्छु। विनय कसुजीले यस्तो यदि गर्नुभयो भन्ने कुरो आयो, अविनय कसुजीलाई के गर्न सक्छौँ भन्ने मेरो प्रस्ताव छ। मेरो विचारमा मेयर साहबले यो तानसेन अत्यन्त पर्यटकीय क्षेत्र हो, यो ठाउँमा पर्यटन सूचना केन्द्र मेयर साहबले स्थापना गर्नुपर्छ। मेयर साहबलाई मेरो आग्रह के छ भने विनय कसजु पर्यटन सूचना केन्द्र भनेर जति सक्दो छिटो स्थापना गर्दिन नम्रतापूर्वक निवेदन गर्छु। यो अहिले तानसेनमा अनेकौं बाटा छन्, बाटो पत्ता लगाएर साथै छैन सुरक्षा, कुन बाटो हो, कुन मार्ग हो, कता हो, ती मान्छे हलमा लिन्छ। म नै आज मर्निङ वकमा जाँदा यता उता पढेँ, यसर्थ अनेक बाटोको नाम मध्ये जुन बाटो उपयुक्त हुन्छ त्यो बाटो मध्ये एउटा बाटोको नाम चाहिँ विनय कसजु मार्ग भनेर घोषणा गर्दिन। मैले सबैलाई नम्रतापूर्वक निवेदन गर्छु। आज प्रमुख जिल्ला अधिकारीका हाम्रो सूचना अधिकारी र पत्रकारको छलफल भयो। मैले सिओ साहबलाई नम्रतापूर्वक निवेदन गरेको छु, सिओ साहब तपाईलाई आवश्यक पर्दा गृह सचिव गृह मन्त्रीसँग पहल मैले पनि गर्छु। यदि कुनै किसिमको चाहिँ एउटा अक्षय कोषमा केही रकम योगदान गर्नुपर्छ भने म पनि गर्छु। तपाईले पाल्पा जिल्लामा प्रत्येक वर्ष एउटा 28 सेप्टेम्बर विश्व सूचना दिवसमा हुन्छ कि अथवा 3 भदौ गते हाम्रो राष्ट्रिय सूचना दिवसको दिनमा हुन्छ कि अथवा वैशाख 22 गते राष्ट्रिय सूचना स्थापना दिवसको दिनमा हुन्छ। यी 3टा दिवस अथवा विनय कसजु जन्मनु भएको वा स्वर्गवासी हुनुभएको कुन दिन हुन सक्छ एउटा दिन तोक्नुहोस्। प्रत्येक वर्ष कर्मचारी मध्ये उत्कृष्ट सूचना अधिकारी, उत्कृष्ट सूचनाको अभियन्ता र उत्कृष्ट एकजना पत्रकारलाई पैसा दिन नखिए पनि जिल्ला प्रशासन कार्यालयबाट सम्मान दिने गरी विनय कसजु उत्कृष्ट सूचना अधिकारी सम्मानको स्थापना गर्न प्रमुख जिल्ला अधिकारीलाई यसै मञ्चबाट निवेदन गर्न चाहन्छु। मेरो चाहिँ मेयर साहबसँग थोरै आशा छ। मेयर साहबको नगरपालिकाको अगाडि यो यहाँ राखेका जत्रो यत्रो सानो टिक्क पर कति राम्रो छ, यस्तो सानो चाहिँ करुवा होइन। मेयर साहबको अगाडि 4 जना मान्छेभन्दा अर्को करुवा छ। यत्रो उचाइ भएका विनय कसजुलाई मेयर साहबले यो तानसेनको कुन ठाउँमा कुन चाडो बाटोमा विनय कसजुको एउटा पूर्ण कदको एउटा के भनौँ शालिग राख्न सक्नुहुन्छ, त्यसको निमित्त विनम्रतापूर्वक निवेदन गर्छु। मेयर साहबले चाहनुभयो भने स्थानीय सरकारको सिफारिस गरेर हुँदैन। यो सबै कुरा मैले चिली बाबुले गर्नुभएको हाम्रो चाहिँ सत्यमोहन जोशी जो 104 वर्षमा रहनुभयो उहाँको कुराबाट सिकेको हुँ। मेयर साहबले चाहनुभयो भने नेपाल राष्ट्र बैंकलाई सिक्का प्रकाशित गर्न र हुलाक सेवा विभागलाई विनय कसजुको नाममा हुलाक टिकट बनाउन वा नोटमा विनय कसजुको फोटो राख्न सकिने कुरो निवेदन गर्छु। यो त उद्देश्य केही सुन्नु चलिरहेको हो। विनय कसजु लडतलो मान्छे होइन, ठुलै मान्छे हो। खालि हामीले आँट गरेर हामी तानसेनवासी पाल्पावासीहरू अगाडि बढ्ने भने मलाई थाहा छ पाल्पाका मान्छे 101 छन्। अहिले पाल्पाकै मान्छे अर्थ सचिव हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, सचिव हुनुहुन्थ्यो, मन्त्री हुनुभयो। यस्तो पाल्पाका 101 मान्छे भएको कुरो निवेदन गर्छु। दोस्रो मैले देखेको मेयर साहबले सिओ साहबले यसो हेरेर कैयौँ भवनहरू बनिरहेको छ। कुनै एउटा भवनको नाम विनय कसजुको नाममा राख्न सकिन्छ। जस्तो धेरै पालिकामा आरोग्य आश्रम छ, हाम्रो तानसेन नगरपालिकाले विनय कसजु आरोग्य आश्रम त्यसको नामाकरण गरिदिन सक्ने कुरो निवेदन गर्छु। मेयर साहबमा एउटा यस्तो राम्रो अडिटोरियम हल छ
खण्ड खण्ड भएको हल छ। त्यो हलको नाम विनय कसोजु स्मृति भवन हल भनेर घोषणा गरिदिन सकिन्छ। र आजि स्वयं वडा अध्यक्ष हुनुहुन्छ, हाम्रा सबै नगरपालिकाले यो काम गर्न सक्ने कुरो निवेदन गर्छु। पाल्पामा रहेको जुन बस पार्क छ त्यसको नाम छैन भने त्यो बस पार्कको नाम विनय कसोजु बस पार्क राख्न सकिने कुरोमा सबैको ध्यान आकर्षित गर्छु। अहिले मैले देखेँ तानसेनमा ठाउँमा बगैँचाले छन्। बिहान मर्निङ वकमा कस्तो कस्तो रमाइलो बगैँचा देख्थ्यो। विनय कसोजुले बाल साहित्यमा ठुलो योगदान गर्नुभयो। यसर्थ यहाँ रहेका बाल बगैँचा बाल उद्यानलाई विनय कसोजु बाल उद्यान भनेर नामाकरण गर्न सकिनेतर्फ मान्यवरको ध्यान आकर्षित गर्न चाहन्छु। मैले देखेँ कुनीखेलको छेउमै मेरो साथ हजुरको पनि आँखा पऱ्यो होला, त्यहाँ वाचनालय भनिरहेछ। त्यो वाचनालय मात्रै छ, त्यसको अगाडि सम्मानित यत्रो व्यक्ति विनय कसोजु वाचनालय भनिदिन सक्ने कुरो निवेदन गर्न चाहन्छु। हाम्रो राजेशजी हुनुहुन्छ, पत्रकार महासङ्घका साथीहरू आज पूर्व अध्यक्ष मेरा मित्र हुनुहुन्छ, अरू सञ्चारकर्मी पनि हुनुहुन्छ। विनय कसोजुकै बलमा सबैजना सञ्चारकर्मी भएको भर्खरै म्याडमले भन्नुभयो, मैले वहीँबाट सिकेँ भन्नुभएको छ। यत्रो धुनधान्य भएका यत्रो पाल्पाका पत्रकार साथीहरूले एउटा निश्चित वर्षको एउटा दिन तोकेर त्यो दिनमा चाहिँ सम्पूर्ण पत्र पत्रिकाले विनय कसोजुको स्मृतिमा विशेषाङ्क प्रकाशित गरिनेछ भन्ने एउटा बनाउन सके। प्रत्येक दिन एक दिन यो सबै पाल्पाका सारा पत्र पत्रिका रेडियो अनलाइन सबै विनय कसोजुमय हुने कुरो निवेदन गर्न चाहन्छु। जसरी लोकतन्त्र दिवस गणतन्त्र दिवस मनाइन्छ यसै गरी पाल्पावासीले पनि एक दिन वर्षमा विनय कसोजु दिवस मनाउन तपाईँलाई निवेदन गर्न चाहन्छु। सबैभन्दा ठुलो कुरो शिव साहब, तपाईँले गरिदिन सक्ने कुरो भनेको पाल्पामा 10 वटा स्थानीय तह छन्। अहिले मेयर साहबलाई जानकारी छ प्रत्येक पालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न पर्छ 1 देखि 8 कक्षासम्म। त्यो स्थानीय पाठ्यक्रममा विभिन्न 18-20 वटा शीर्षकका च्याप्टर हुन्छन्। त्यसमध्ये मैले चाहिँ धेरै नै प्रयत्न गरेर राष्ट्रिय स्तरकै सामाजिक विषयमा सूचनाको हक भन्ने विषय राख्न लगाएको थिएँ। 1-2 वर्ष त म प्रमुख सूचना आयुक्त फोटो सहितका किताब पनि निस्कियो। अङ्ग्रेजीबाट बोर्डिङहरूले पढाउने स्कुलमा पनि मेरो फोटो सहित पनि छापेछन्। मैले अलिकति लाज पनि माने, मेरो फोटो छाप्नलाई सूचनाको हक राख भनेको थिइनँ, मेरो फोटो हटाइदेऊ भनेर अनुरोध पनि गरेँ। विनय कसोजुको जुन उचाइ हेर्दा पाल्पा जिल्लामा रहेका कम्तीमा 10 वटा पालिकाले जुन स्थानीय तहको पाठ्यक्रम निकाल्छन् त्यसमा विनय कसोजुको एउटा छुट्टै च्याप्टर राख्न सकिने कुरो बताउन चाहन्छु। र यहाँ जति पनि सामाजिक सङ्घ संस्था हुनुहुन्छ तपाईँले भन्नुभयो हामीले सबै विनय कसोजुलाई यत्रो बेसी मान मनितो गर्छौँ भन्नुभयो। तपाईँको स्कुल रहेछ, सहकारी संस्था रहेछ, तपाईँहरूको बाल क्लब रहेछ, पत्रकारहरूको सङ्घ रहेछ, सबैले धेरै अधिकांशले प्रत्येक वर्ष क्यालेन्डर निकाल्नुहुन्छ। कमसे कम विनय कसोजु जन्मेको महिनाको त्यो पानोको 1 पानो क्यालेन्डर चाहिँ विनय कसोजुलाई समर्पण गर्न सकिने कुरो निवेदन गर्न चाहन्छु। यसरी विनय कसोजुलाई कुन ठाउँमा कुन तबका कुन क्षेत्रले कसरी सम्मान गर्न सकिन्छ त्यसतर्फ ध्यान दियो भने बल्ल यथार्थमा विनय कसोजुप्रति हामी सबैले सम्मान गरेको फल छ। विनय कसोजुप्रति पुनः एकपल्ट भावपूर्ण श्रद्धाञ्जली दिँदै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँको उच्च कदर सम्मान गर्दै म पूर्व प्रमुख सूचना आयुक्तलाई पनि विनय कसोजुबाट अलिकति भए पनि अंश सद्मार्गमा हिँड, राम्रो जनताको सूचना हकमा बोल, प्रधानमन्त्रीदेखि नीतिहरू नडराउनु, कुनै मन्त्री सचिवको चाकरी चर्चापछि नगर, पूर्व प्रशासक भएर निडर भएर जनताको पक्षमा लोकतन्त्र र सूचना हकको पक्षमा बोल्दै हिँड भन्ने सन्देश दिने भावनाले अहिले मेरो पनि उमेर 68 वर्ष हुँदा पनि सबै जिल्लामा गौडामा करिब 400 वटा पालिकामा 77 वटा जिल्ला प्रशासन कार्यालय लगायत 7 वटा प्रदेशका मुख्यमन्त्री, सम्मानीय प्रधानमन्त्री, मन्त्री, सचिवहरू सबैले सूचनाको हकको बारेमा जानकारी दिँदै हिँडेको कुरा बताउँछु। र जहिले जहिले सूचनाको हकको जानकारी दिन्छ त्यहाँ विनय कसोजुको नाम छोड्दैन। यसर्थ तानसेनवासी, विशेष गरी पाल्पावासी र समग्र नेपालवासीले विनय कसोजुलाई स्पष्ट देखिने गरी भिजिबल भन्छ महसुस हुने गरी सम्मान गरौँ। अब कार्यक्रममा हामीले विनय कसोजु ठुलै मान्छे हुनुहुन्थ्यो, उहाँले यो गर्नुभयो भनेर माइक पाउँदा हामीले सबैले स्तुति गान त गाउँछौँ, तर त्यो चाहिँ कतै न कतै देखियो भने यहाँ पाल्पाको दरबार भन्ने ठाउँमा नै देखिया छ त, त्यहाँ परुवा भन्ने त ठाउँमा नै देखिया छ त।
सबै कुरो अरू देखिया जस्तै गरी विनय बसुको नाममा पनि देखिने केही काम गरौँ। मलाई जानकारी छ, म पनि सार्वजनिक पदमा बसेँ, मेयर साहबलाई पनि आफ्नो कार्यपालिका छ, आफ्नो सभा छ, एक्लै मेयर साहबले पनि जथाभावी बोल्दै हिँड्न प्रतिबद्धता व्यक्त गर्न कठिन छ। सिओ साहबले पनि त्यत्रो प्रमुख जिल्ला अधिकारी, गृह सचिव हुनुहुन्छ, गृहमन्त्री हुनुहुन्छ, सरकार हुनुहुन्छ, कुनै कुरो गर्नुभन्दा पूर्व अनुमति लिनुपर्ने हुन्छ। तर मेरो आग्रह छ मेयर साहब, हजुर अगाडि ताकेर बढ्नु भने तानसेनवासीले हजुरलाई सधैँ सघाउँछन्। सिओ साहब पनि अगाडि बढ्न चाहनुभयो, म जस्ता हामी पनि पूर्व प्रशासकले सिओ साहबलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै विनय बसुको नाममा केही न केही तानसेनमा गरेर देखाउँ। अर्को वर्ष गङ्गामाले यस्तै गरी तानसेनमा कार्यक्रम राख्नुभयो भने त्यो कार्यक्रम आउँदा कमसेकम मैले चाहिँ विनय बसुको लागि गरिएको ठाउँमा गएर सेल्फी खिचेर मेरो घरमा गएर घर परिवारलाई पोहोर जाँदा यस्तो बोलेको थिएँ, त्यो कुरो 82मा बोलेको कुरो 83मा लागू भएछ। वास्तवमा भनेअनुसार गर्ने मान्छे चाहिँ नेपालमा काहीँ छन् भने त्यो तानसेनमै रहेछन्, त्यो पाल्पामै रहेछन् भन्न पाऊँ भन्ने शुभकामना दिँदै बिदा हुन्छु।